नमस्कार अनि जयमसी सम्पूर्ण दर्शकवृन्दहरूलाई। आज हामी सपरिवार क्यान्ससमा रहेको जानकारी त सबैजना भइसकेको छौँ। र क्यान्ससबाट हामी केही नयाँ ठाउँहरूमा घुम्न गइरहेछौँ। हाम्रो दिपक भाइ अब सदा चाहिँ उहाँ एकदमै राम्रो देखिरहनु भएको छ। उहाँले हाम्रो कहाँसम्म पुऱ्याउनुहुन्छ, कता पुऱ्याउनुहुन्छ? 2 इन्च कम पऱ्यो है। अनि यता पछाडि हाम्रो अब बहिनी केही जुन म्याडम तपाईँ के भन्नुहुन्छ? ठिक छ। अब चाहिँ कुन ठाउँ भाइ? त्यो ठाउँलाई के भनिन्छ? मलाई त्यो एरियाको नाम थाहा छैन होइन। हजुर, मलाई यति मात्र थाहा छ सनफ्लावर अनि एप्पल गार्डन भनेर सुनेको छु होइन। हजुर, हेर्दै जाउँ कहाँ पुगेको सनफ्लावर गार्डन होइन। तपाईँहरू त अब यहाँकै बासिन्दा भएको कारणले गर्दा धेरैचोटि त्यो ठाउँ जानु होला होइन। हामी यहाँको बासिन्दा भए पनि हामी पहिलोचोटि जान्छौँ, तर हामी जान्छौँ अर्को ठाउँमा गएको छौँ जानु। त्यही प्लेस त्यस्तै गार्डन बाटोमा अब जस्तो गएको होइन। तर यहाँ चाहिँ आज कस्तो छ त? ठिक छ। हामी गएको चाहिँ क्यानाडामा भयो। ए क्यानाडाको मात्रै जानु? साली हाम्रो सुजना बहिनीको चाहिँ हजुर, काका घर छ नि त्यता क्यानाडामा। ए सालीहरू यहाँको एप्पल गार्डन अनि सनफ्लावर गार्डन हजुर, ट्रेनहरू थियो होइन। अनि ट्र्याक्टरको ट्रेन थियो। हजुर, अनि यसो रमाइलो घुम्छ गाडी र एप्पल गार्डन गाडीमै चल्नु होइन। ट्रेनमै बसेर यसो हेर्ने हजुर, त्यो अब यहाँ चाहिँ कस्तो थाहा छैन। ठिक छ। आशा छ आज यो नयाँ ठाउँ हामी सबैजना नुहाइरहेछौँ होइन। यो ठाउँ डेफिनेटली राम्रै नै छ होइन। अघि मलाई आदेश भाइले केही दृश्यहरू देखाइरहनु भएको छ, हेर्दा एकदमै राम्रो लाग्यो। त्यो देखेर म त सनफ्लावर गार्डनहरू छ, एकदमै मजाको फुलहरू। त्यो म त हेर्दा सुरुमा हेर्दा त नक्कली जस्तो पनि लाग्यो क्या भाइ, तर सक्कली नै रहेछ भाइ। हुन्छ नि त त्यो फ्लावर कस्तो मजाले फुलिरहेछ नि। हेर्दाखेरि त्यो डुप्लिस देख्छ डुप्लिस त देखिँदो रहेछ होइन, तर रियलमै रहेछ। ठिक छ, हामी पनि नयाँ छौँ। अब त्यहाँ गएर त्यो भ्यूलाई, त्यो ठाउँलाई हामी इन्जोय गर्नेछौँ होइन। अब यता पछाडि हाम्रो अब मान्छेहरू पनि बसिराख्नु भएको छ। हाम्रो सानो कान्छो सालो बसिराख्नु भएको छ। अब अनि हाय गर हाय से हाय से हाय जयमसी गर्न कति मजाले बोल्नु भएको हो। पछाडिसम्म जेठो सालो हुन्छ। पछाडि जेठो सालो त धेरैचोटि कैद हुनु भएको छ। अगाडि होइन, हामी त्यहाँबाट यसो भाइहरूलाई पनि इसाकले कति मजाले हेरिरहेको छ विचार। इसाक हाई उसको उसले नि बोल्दैछ। नभन्नु ठुलो बाबा खोइ ठुलो बाबा ला ठुलो बाबा हुनु न। ठुलो बाबा जानुभयो न ठुलो बाबा। अनि अब नानीहरूलाई देखाउँदाखेरि मैले दिनै आँटेको थिएँ। ठिक छ, अब अहिलेलाई यति नै। अब बाटोमा विभिन्न दृश्यहरू तपाईँलाई देखाउने नै छौँ। र त्यो ठाउँमा पुगेर त्यो ठाउँको स्थलगत भ्रमण गरेर हामी त्यो ठाउँको बारेमा अझ विस्तृत तपाईँलाई जानकारी दिनेछौँ। हामी परिवार कसरी इन्जोय गर्नेछौँ, कसरी रमाइलो गर्नेछौँ, त्यो सम्पूर्ण कुराहरू बाँकीको भिडियोमा हामी देखाउने बाचाका साथ अहिलेलाई हामी भाइ हुन चाहन्छौँ। हस्त भाइ, हस्त दुईजना तपाईँहरू पनि।
भेना Thank you. भन्दा। हजुर रोशन भेना हजुर Where is Juna Didi? Juna Didi bhai? Gयो गरिदिए लगाउँछ आफूले देखिरहेको छ नि त ऊ उसको एक्सप्रेसन हेर यो सबै दाल यही चिजहरू त मलाई खतरा लाग्यो त यहाँ पनि अब अझ किन अब हेर्छौँ आर्कोलामा जाउँ होइन होइन उतै बस्छ पर्छ आर्कोलामा सबै जानुपर्छ होइन गाउँै हो त्यो त सबै यति रमाइलो छ यो चाहिँ पाडाजुङ्गीको बाटो चाहिँ भने यस्तो घुमेको छ यस्तो पाडा चाहिँ पाडाजुङ्गीको पर त्यो डाँडा के अरे लप डाँडा लपडाँडा थाहा छ नि राम्रो छ लपडाँडा मजाले थाहा छ त्यो डाँडामा चटपटे खानुहुन्थ्यो भाइ थाहा छ त्यति बेला त्यो टाइममा त्यहाँको चटपटे एकदम फेमस क्या भाइ होइन चटपटे एकदमै Stay in the middle lane. खाइयो भाइ त्यो जमानामा चटपटे खाइयो कि रमिलो खाइयो भाइ यस्तो बन्द छ दालहरू त बन्दी छ मुगको दाल कुन दाल हो भाइ हजुर अमेरिकन दाल हो तर बस्तीको हुन्छ एउटा तपाईँको पाउँछ नि नेपालमा पनि गोल खालको तर रोटी हामीले पुरी पानीमा तेलमा उमाल्दा कस्तो हुन्छ कस्तो लाइक सेप हो त्यस्तो टाइपको दाल हो अमेरिकन दाल चारपाटे दाल ए कोलाइलो दाल त्यो बाटोमा हुँदैन त्यही मर्दो रहेछ अब लगभग हाम्रो सनफ्लावर गार्डन आइरहेको जस्तो लाग्यो मलाई होइन किनभने यो आएको छेउैबाट चाहिँ सनफ्लावरले चाहिँ हामीलाई स्वागत गरिरहेको देखेँ मैले होइन यहाँ आहा कति मजाले यो त चाडपर्वमा फुलेको फुलहरू जस्तो पो देखियो त हो तोरी फुल जस्तै तोरीको फुल जस्तो देखियो नि त दसैँ आएको नि त अहिले त होइन हेर्नु त है तोरी फ्लावर्स भन्थ्यो नि हजुर अब ठिक छ हजुर भन्नु छैन आजलाई नि एप्पल गार्डन चाहिँ कहाँ चाहिँ छ बाबा नातिको सम्बन्ध नाति केटोले बाबालाई खोजेर कि आज हामी यही ठाउँमा आएका Mama. Bye. बाई बाई
ल हामी सबजना सपरिवार यसरी निक्लेको अवस्था यता बहिनी यता उता मम्मी हुनुहुन्छ यता हाम्रो आदेश भाइ लिड गर्नुहुँदैछ हामी सबैजनालाई होइन यता पछाडि हजुर राम्रो त राम्रो आउँदैछ मलाई एप्पल गार्डन यहाँ राख्नु छ होइन एप्पल गार्डन पनि होला एकदम मजाको सिटीको सनफ्लावर गार्डन फोटोमा हेर्दा नक्कली फुल जस्तो देखिने तर वास्तवमा सक्कली रहेछ भन्ने कुरा यहाँ यहाँ जाउँ मौरी पनि हुन्छ है फेरि यहाँ किरण आइन्छ आऊ किरण खै मम्मी यति राम्रो फ्लावर गार्डन हो माई गॉड नेपाली दौरा सुरुवालमा चट्ट आफ्नो मौलिकता झल्काउने खालको कपडाहरू लगाएर चाहिँ यो ठाउँमा एकदम कम्मर भाँची नाच्दा बडो राम्रो देखिन्छ जस्तो लाग्यो मलाई सुन हो र ओके हो त्यही त हामीले त उल्टो हानिदिरहेको छौँ क्या फुलै यताबाट चाहिँ के भयो अरे बाबा यहाँनिर यी दुईजना पक्कै पनि श्रीमान श्रीमती नै हुनुपर्छ होइन बाबा तिहारका दोपाल हुन् बाउ छोरी त होइन उनीहरू त कुनै एङ्गलमा पनि बाउ छोरी होइन जुन बाटो त्यो रहेछ क्या आउनु पर्ने हामी त्यहाँ आयौँ हेलो दीपक भाइ ए ल ल ल ल ल ल तिम्रो फोटो खिच्दिनु ओके अलिक परबाट खिच्ने अरे नि त फोटो त रुख बिरुवा देख्न नसक्ने बाबाले आज रुख यो त मलाई मनपर्छ ठुल्ठुला चाहिँ ठुल्ठुला त फेरि भाँच्छु यसरी हामी सनफ्लावर गार्डन हुन त अब नेपालमा भएला हामी सूर्यमुखीको खेती भनेर भन्थ्यो सूर्यमुखी फुलको खेती भनेर भनिन्थ्यो यसबाट हामी तेल सूर्यमुखी तेल निकालिन्थ्यो अब यहाँ चाहिँ सनफ्लावर गार्डन भनेर चिनिँदो रहेछ किनभने अब सबैजनाले अब यहाँ चाहिँ स्पेसली यो अमेरिका देशमा चाहिँ उहाँहरूलाई एकदम कुनै चिजको एउटा झुप्पा देख्नु भने उहाँले यसलाई गार्डन भनेर नामकरण हुन्छ वास्तवमा गार्डनै पनि हो होइन जुना अब हामी दुईजना पनि यसरी लसङ र फ्यासङ गर्दै सनफ्लावर गार्डनमा हिँड्दैछौँ पछाडि यहाँ त ऊ छ कि क्या हो किराहरू छ कि क्या साँप साँप त के हुन्थ्यो र बाबा यहाँ नेपाल उदी भए चाहिँ साँप हुन्थ्यो नि जुन हेर न कस्तो राम्रो आउँदो रहेछ यसरी पो हेर त
अरे बाबा यहाँ हाम्रो नेपालीहरूले नि बोनस काउन्ट गर्नु हुँदैन है हो तर छ त यसरी यो सूर्यमुखी नेपालमा भयो त्यसलाई सूर्यमुखी फुल भनेर भनिन्छ होइन सूर्यमुखी फुलको खेती भन्थ्यौँ हामी तर यहाँ चाहिँ हामी यसलाई के भन्छौँ त गार्डन भनिन्छ आदेश भाइ Kansas go national flower. नेसनल फ्लावर I mean, not nation. Kansas go state flower. स्टेट फ्लावर है ल ठिक छ ठिक छ ठिक छ बडो राम्रो देखिँदो रहेछ भाइ फेरि यहाँनिर नि हामी फोहोर पनि आएको थियो तर फोहोर चाहिँ छैन है यही ठाउँमा आएको थियो अहिले थाहा भयो हजुर ए बाबा पनि आउनु भएको छ भन्ने कुरा म नआए त हुँदैन नि म आउनुपर्छ उता हाम्रो सिस्टर हुनुहुन्छ उता नर्स ए नर्स सिस्टर डक्टर हुनुहुन्छ उहाँ चाहिँ यता हाम्रो जङ्गल हाम्रो सुपरभाइजर हुनेवाला आर्मी युएस आर्मी है जी युएस आर्मी युएस आर्मी एकदम खतरनाक हो है फोटो खिचेको होइन हौ फोटो जस्तै केसरी आउनुहुन्छ उहाँहरूलाई हामी घुमाउँदैछौँ भन्दैौ रियुनाइट गरेको हामी यस 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 किरणजीले अहिले भर्खरै राम्रो भन्ने बित्तिकै चस्मा लाउनु माथिबाट कुदाउँदा त नि आमा हाम्रो इसाको त नाक मात्रै देख्यो त मैले हेलो एकदम राम्रो ठाउँ लिएर आउनुभएको छ भाइ तपाईँले हजुर कस्तो लागिरहेको तपाईँलाई हो र भमराले तपाईँ ठुलो छैन भमराले त टोक्लो टोक्लो खोज्दा खोज्छ तर पनि बचिरहेको तर यहाँको भमराहरू एकदम अनुशासित क्या है उनीहरूको आफ्नै बिजनेस माइन्ड आफ्नै गरेर बिजनेस छ उहाँहरू आफ्नै बिजनेसमा एकदम व्यस्त हुनुहुन्छ पासो भाइ एकदमै राम्रो भयो एकदम रिफ्रेसिङ लाग्यो होइन किनभने नेपालमा हामी यस्तो सूर्यमुखी फुल हेरेरै हामी हुर्केको मान्छेहरू हौँ र यहाँ फेरि पनि यसरी देख्न पाउँदा त्यो पनि एकदम कलेक्टिभ रूपमा देख्न पाउँदा एकदमै खुसी छौँ होइन अनि अब त हाम्रो भाइले एकदम रिकमेन्ड गरेर खोलाउनु उहाँलाई धेरै धेरै धन्यवाद किनकि उहाँले यो ठाउँ वास्तवमा एकदम घुम्न लागेको रहेछ नि त यो अब हेर्नु कति राम्रो देखिँदैछ यो ठाउँमा त पुग्नुपर्ने उ गर्नुपर्ने हो क्या यता मेरो श्रीमती हुनुहुन्छ अहिले चाहिँ यहाँ नथला छ क्या उहाँले चाहिँ नक्खा लानु भएको छ नथला छु अब कस्तो खालको कमेन्ट आउने हो थाहै छैन क्या कमेन्ट अब राम्रै आउँछ नि तपाईँलाई नक्खाले सकेछ होइन आखिर सको भएछ ठिक छ थ्याङ्क यू सो मच भाइ कडो सेसन कार्यक्रमतिर लाग्छ होला देखिरहेको छौँ बाबा तपाईँलाई एकदमै क्यामेरालाई एकदमै अगाडिदेखिको कैद गरिरहेको छ बाबा फ्लावर गार्डन केही भन्नु छ यो फुलबारीलाई यो फुलबारी गार्डन फुलबारी नै हो हुन चाहिँ केही भन्नु छ इसाक
खै के भन्नुहोस् त हौ जसले यो गार्डन कस्तो छ ए इसा गरे यो क्रिस जाने त नजुम भयो ठुलो मामी हेर मलाई निनी भन्दा बोलाएको फोटो चाहिँ खिच्नु पर्छ है अब हामी यो गार्डनमा यो सनफ्लावर गार्डनमा हामी सम्पूर्ण परिवारहरू भेला भइकन यहाँ एकदम रमाइलो गरिकन यहाँ विभिन्न किसिमको फोटो खिचिकन फोटो खिच्ने कार्यक्रम भइरहेछ यहाँ फोटो सेसन कार्यक्रम पनि भइरहेछ यहाँ हाम्रो दिपक भाइले चाहिँ एकदम फुलका गुच्छाहरू फालिराख्नु भएको छ आफ्नो श्रीमतीको लागि यसरी फोटोको लागि र अब यता यी जुना हुनुहुन्छ अब घाम कतिको भइरहेको छ यताबाट हामी देख्छौँ के भयो त हामी केही समयको लागि कालो हुन्छौँ पछि फेरि गोरो भइहाल्छौँ नि के टेन्सन मान्छौँ र ए यस्तो राम्रो ठाउँ छ है शीतल भइरहेछ यहाँनिर अनि राम्रो त देख्यो तर यही सनफ्लावरको फोटो खिच्दा यो सनफ्लावर छैन त के फ्लावर नै अनि पर दिपक भाइ मम्मी तपाईँलाई कस्तो लागिरहेछ आज फोटो सेसन कार्यक्रममा एकदमै रमाइलो इन्जोय भइरहेको छ समरको टाइम यति बिग फ्लावर भएको ठाउँमा मेनी फ्लावर आई लाइक हजुर हजुर हो नि यसरी तपाईँको छोरी ज्वाइँलाई यसरी चाहिँ एकदम फोटोहरू खिच्दै गरेको देख्दा यसरी रमाउँदै गरेको देख्दा तपाईँलाई कस्तो महसुस हुन्छ एकदमै आनन्द छ एकदमै परमेश्वरले दिनुभएको सुन्दर समय है टाढाबाट नेपालबाट आउनुभएको ज्वाइँ हामी सबै फ्यामिली भएर चाहिँ है यसरी इन्जोय गर्न पाउँदा चाहिँ एकदमै परमेश्वरलाई महिमा होस् धन्यवाद फेरि यसरी तपाईँको अब सुनमा सुगन्ध भइदियो हेर्नुहोस् न अब हामी फोटो खिच्न भिडियो गर्न भनेर आएको तीमाथि हाम्रो परिवारमा चाहिँ एकदमै राम्रो फोटोग्राफर आदेश भाइ हुनुहुँदो रहेछ यसले त हामीलाई सुनमा सुगन्ध गरिदियो नि होइन मम्मी अनि यो विशेष गरेर यो फार्मरलाई चाहिँ एकदमै धेरै धन्यवाद है यसरी हामीलाई बिचमा बसेर फोटो खिच्न दिइराखेको छ हजुर कति राम्रो कति आशिषित मानिसहरू हो नि नत्र त अब यो ठाउँमा हामीलाई फोटो खिच्न होइन अलिकति प्रयासो अरू ठाउँमा त दिँदैन नि यसरी तर यहाँको जस मानिसको लागि आनन्दित हजुर है यो छुट्टीको टाइममा इन्जोय गर्नलाई कस्तो राम्रो हजुर के भन्नुभयो भाइ तपाईँले अब चाहिँ पुरा हातहरू चिलाएर बराबर भयो कि कस्तो भयो तपाईँको हात देखाउनु एकदम बाबरहरू नि ल ठिक छ एकदम बाबर ल आशा छ हाम्रो बहिनीको र जुनाको राम्रो राम्रो सर्टहरू आयो ल दुवैजना हेर्नुहोस् त्यसरी यस्तो ठाउँ आए पछाडि मेरो कति खिच्यो मैले हिजो पानी पनि परिरहेको थियो कति मम्मी घाम छ है घाम त कति बिहान खिचिदिनु हुन्छ हौ दामी त यो ल हुन त सबैजना तपाईँहरू कैद त भइसक्नु भयो र भिडियोमा हुनुभयो फोटो पनि कैद गर्न मन छ मलाई तपाईँहरू जुना बहिनीले फोटो खिचिरहेको छिन् यता हेरौँ न
अब हेर्नु न हेर्नु दुईजना यतै आउनु सिधै अब यसरी आम्मामा अब हामी स्टप गरेर घर जाने होइन अब रोशन हजुर अब हामी डुलिसक्यो यस हामीले आज फोटो खिच्यौँ हजुर भिडियो हेऱ्यौँ फोटोहरू हेऱ्यौँ फुलबारीमा घुम्यौँ भिडियो हालेर सबैजना भएर नानीहरू सबैजनासँग फोटो खिच्यौँ भिडियो गऱ्यौँ यस्तो राम्रो बल्ल चल्ला अब यसो हिन्दीमा बस्नु पर के भयो होइन ए चखा दिनु खोइ दिपक भाइ कता जानु ए हामीले अब ठाउँको स्थलगत भ्रमण गरिकन होइन एकदम राम्रो ठाउँको भ्रमण गरिकन हामी घरतर्फ फर्किरहेछौँ एकदमै रमाइलो भयो हामी सबैजना परिवारहरू त्यो फुल गार्डनमा एकदम झुम्यौँ रमायौँ होइन अब नानीहरू पनि एकदम झुमिए त थाकेको अवस्था होला उहाँहरू यसको चाहिँ त्यो एलर्जी आयो क्या भाइको चाहिँ अलिकति यो सबैको स्किन एकै प्रकारको हुन्न नि त डिफ्रेन्ट प्रकारको हुन्छ त्यो भएर हामीलाई नि यत्रो सबै किनेको होइन मतलब कति 5-6वटा किन्यो एउटा किन्यो अनि एउटा फ्री चाहिँ नभनौँ भनेको दिइहाल्यो कि यही राम्रो छ क्या एचसिडीको चाहिँ कस्तोसँग एकदम मिठो दामी छ टेस्टी छ एकदम टेस्टी छ बाबालाई त एकदमै मिठो छ जस्तो छ खाइराख्नु भएको छ अघिदेखि होइन साह्रै मिठो साह्रै मिठो छ होइन ठिक छ ल आजको अब आशा छ हजुरहरूलाई भिडियो अपलोड भइसके पश्चात हामीले रमाइलो गरेको भिडियोहरू मनपर्छ नै होला डेफिनेटली सल्लाह प्रतिक्रिया दिन नभुल्नु होला भन्दै आजको भ्रमण एकदमै रमाइलो रह्यो हामी सबैजना परिवार अर्को गाडीमा मम्मी बाबाहरू भाइ आदेश अनि हाम्रो मम्मी सृजना बहिनीको मम्मी र दिपक भाइको सासु आमा हुनुहुन्छ उहाँहरूको पनि हामीले अलरेडी वहाँनिर भिडियो गरिसकेको छ अब यति भन्दै हाम्रो आजको लागि यति नै भन्दै बिदा माग्न चाहन्छौँ हस् त बाई बाई हेर ए आज यस्तो सिनमा फोटो राम्रो